एकदमै अनौठो परिकार सेतो सिमीको तरकारी आज म हजुरहरूलाई घरमै सजिलैसँगले बनाएर देखाउँदैछु। यो सेतो सिमीको तरकारी किन पनि विशेष छ भन्दाखेरि यसमा भरपूर मात्रामा प्रोटिन र फाइबर पाइन्छ र खास गरेर जिम जानेहरू र हेभी एक्सरसाइज गर्नेहरूको लागि यो बेस्ट तरकारी रहनेछ। र सेतो सिमीलाई एक रात अगाडि भिजाएर राखेकी थिएँ। यो 200 ग्राम छ र 2वटा आलुलाई लिए। सुरुमा हामीले 2वटा आलु र सेतो सिमीलाई 2 कप पानी हालेर 2वटा सिटी लगाउनु पर्छ। यसो गर्यौं भनेदेखि यो सेतो सिमी चाहिँ पाक्न एकदमै सजिलो हुन्छ है। र 2वटा सिटी लगाइदिए र यसलाई बनाउनको लागि के चाहिन्छ म हजुरहरूलाई भन्दै जान्छु है त। र मैले चाहिँ लिएकी छु 4वटा लसुन, अदुवा 10 ग्राम, एउटा प्याज र मसलामा चाहिँ मैले लिँदैछु। मसला एकदमै विशेष छ यसको। जिरा आधा चम्चा, धनिया 1 चम्चा, 4-5वटा जति मरिच र 3-4वटा रातो खुर्सानीलाई लिए। नुन सानो चम्चाले 1 चम्चा, बेसार आधा चम्चा र रातो धुलो खुर्सानी आधा चम्चा लिए र धनियाको केही पत्ताहरूलाई पनि लिए। र यसलाई एकदमै मिठो बनाउनको लागि मैले छ्यापी लिएकी छु। मजाले केलाएर पखालेर 30 ग्राम जति, रातो र पाकेको सानो खालको गुलबेडा 4वटा र तेजपत्ता एउटा लिए। गुलबेडा चाहिँ हजुरहरूले रातो र पाकेको नै राख्नु होला, एकदम मिठो बन्छ। सुरुमा मसलालाई एकैछिन भुट्दैछु म है। खुर्सानी आफ्नो टेस्ट अनुसार राख्न सक्नुहुन्छ है। यो चाहिँ एकदम पिरोवाला खुर्सानी हो र 30 सेकेन्ड जति भुट्दा हुन्छ है। मसला चाहिँ कुनै पनि यसरी गाउँले स्टाइलमा मजाले भुटेर खलमा पिसेर मसला तयार गर्छौं। यसो गर्यौं भनेदेखि एकदमै टेस्टी पनि हुने गर्दछ है। यसलाई राखेर 2-3 मिनेट पछि मात्र पिस्नु होला। पिस्न एकदमै सजिलो हुन्छ। हजुरहरुसँग खल छैन भनेदेखि मिक्सरमै पिस्नु भए पनि हुन्छ। लसुन अदुवा पनि सँगै राखेर मैले चाहिँ यसरी मजाले तयार गर्दै छु है। मसला चाहिँ यसमा भरपूर मात्रामा सेतो सिमीमा चाहिँ क्याल्सियम, फस्फरस, मिनरल्स र भाइटामिन्सहरु पनि हुने गर्दछ। र यसरी मजाले कुट्दैछु म चाहिँ है मसला पनि। र तोरीको तेल 4-5 चम्चा मजाले तातिसकेपछि मैले एउटा तेजपत्ता, जिरा फुराएँ आधा चम्चा जति र प्याज चाहिँ गोल्डन ब्राउन नहुन्जेल मजाले भुट्नु होला है। मजाले प्याज भुट्दा चाहिँ हल्का समय लाग्ने गर्दछ र खानालाई जति मजाले पेशेन्सली बनाउनु भयो त्यति नै मिठो बन्छ है। अरू तरकारीहरूको भन्दा चाहिँ बेग्लै टेस्ट हुन्छ यो सेतो सिमीको चाहिँ है। हजुरहरूले पक्कै पनि आफ्नो किचनमा एकचोटि ट्राई गर्नु होला। यदि यो भिडियो मन पर्यो भने चाहिँ हजुरहरूले लाइक, कमेन्ट र सेयर पनि गर्न सक्नुहुन्छ है। र मेरो च्यानल अमरपन्ची फुड वर्ल्डलाई सब्स्क्राइब पनि गर्नु होला है, गर्नुभएको छैन भन्दैमा चाहिँ। र मैले यसरी अघि कुटेको मसलालाई पनि राखेर हल्का एकैछिन फ्राई गरेँ। धेरै फ्राई गर्नु पर्दैन, एकैछिन मगमग बास्ना आइसकेको छ है। यसरी मजाले गाउँले स्टाइलमा पकाउँदैछु म चाहिँ। त्यसपछि गुलभेडालाई राखेँ र छ्यापीलाई पनि राखेँ। छ्यापीले चाहिँ एकदम विशेष टेस्ट दिने गर्दछ यो सेतो सिमीमा चाहिँ। र नुन खुर्सानी र बेसारलाई पनि राखेँ र एउटा आलु चाहिँ मैले यसरी म्यास गरेँ र एउटा चाहिँ टुक्रा टुक्रा गरेर राख्दैछु। यो आलुलाई यसरी म्यास गरेर राख्यौँ भनेदेखि झोल पनि एकदमै बाक्लो बाक्लो टाइपको तयार हुन्छ। र हामीले झोल बाक्लो बनाउनुको लागि चाहिँ मैदा, आटा वा बेसन युज गरिराख्नु पर्दैन। र आलुको ग्रेभी एकदमै मिठो हुने गर्दछ। एकैछिन पकाएँ मैले 2-3 मिनेट। यो गोलभेडा आलुबाट चाहिँ तेल र मसला छुट्टेको हुनुपर्छ। र यसरी तेल र मसला मजाले छुट्टिसक्यो 2-3 मिनेट पकाउँदाखेरि। र त्यसपछि चाहिँ मैले झोल सहित नै यो सेतो सिमीलाई राख्दैछु। 2वटा सिटी लगाएको थिएँ है। बनाउन एकदमै सिम्पल छ है, त्यस्तो गाह्रो केही पनि छैन। हजुरहरुसँग मसला छैन भनेदेखि धुलो मसला राख्नु भए पनि हुन्छ है। र यसलाई 2-3 मिनेट अझै पकाइसकेपछि यसरी छोपेर पकाउनु होला 2-3 मिनेट। यसरी मजाले तयार भइसकेको छ। हेर्नुस् त, वाउ कस्तो खाउँ लाग्दोसँगले तयार भइसकेको छ। हजुरहरूले यसलाई खाना, रोटी, नान, परोठा जेसँग खानु भए पनि हुन्छ। म हजुरहरूलाई सर्भ गरेर देखाउँछु र खाएर पनि देखाउँछु है। तर मैले धनिया राखेर सर्भ गरेँ है। हेर्नुस् त कस्तो मिठोसँगले तयार भएको छ। यसलाई तातै खानुभयो भने अझै मिठो हुन्छ। मलाई चाहिँ भटौरासँग पनि एकदम मनपर्छ यो रेसिपी है। र मैले सर्भ गर्दैछु है त। आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो त हेर्नुस् त। मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नुहोला। र साथसाथै मेरो च्यानल अमरपन्ची फुड वर्ल्डलाई सब्स्क्राइब पनि गरिदिनु होला। हजुरहरूलाई मैले कुनै पनि रेसिपी बनाएको हेर्न मन छ भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ है। र आफ्नो किचनमा पक्कै पनि एकचोटि ट्राई गर्नुहोला है। हेर्नुस् त, म चाहिँ टेस्ट गर्दैछु यसलाई। र
आफ्नो अनुभव बनाइसकेपछि चाहिँ आफ्नो अनुभव चाहिँ अमरपन्ची फुड वर्ल्डमा सेयर गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। ह्याभ अ नाइस डे, ह्याप्पी कुकिङ, बाई बाई।